हेलो नमस्कार सबैलाई एकदम हार्दिक स्वागत छ। हामी यति बेला महक रेकर्डिङ स्टुडियोमा छौँ। हाम्रो चाहिँ साथी पुरानो गायक सर्जक शोभाखार भट्टराईजी छोटो समयको बिदाका लागि दुबईबाट नेपाल आउनु भएको। त्यही अवसरमा उहाँले चाहिँ ढुङ्गे धाराको लामाया पिराती बेग्लै पाराको भन्ने गीत पनि उहाँको शोभाखार भट्टराई युट्युब च्यानलमै छ। भर्खर रिलिज भएको नयाँ गीत त्यो पनि हेर्न सक्नुहुन्छ। उहाँ बिदा सकाएर यति बेला फेरि कर्मथलो दुबई फर्किँदै हुनुहुन्छ। आज यही बसाइमा आज भरे बेलुकीको फ्लाइट छ उहाँको। उहाँलाई शुभयात्रा भन्दै यसै गीतका सर्जक तथा गायक हेमन खनाल र म गीतकारको रूपमा चाहिँ विनोद ढकाल, शोभाखार भट्टराई, हामी तिनजना यहाँ चाहिँ भेट हुन पाएको अवसरमा एक टुक्का त्यही गीत गाएर चाहिँ उहाँलाई हामी बिदाई गर्न चाहन्छौँ है। ल शोभाखार सर, शुभयात्रा छ, राम्रोसँग जानु होला होइन। गीत सङ्गीतको काम त भइहाल्छ है। शोभाखार सरलाई म मेरो तर्फबाट अनि हाम्रो विनोद सर हामी दुईटैले नै शुभयात्रा पनि भन्यौँ र सबैजनालाई चाहिँ युट्युब च्यानलमा शोभाखार भट्टराई युट्युब च्यानलमा गएर ढुङ्गे धाराको गीत चाहिँ हेरिदिनु होला। हाम्रो सहकार्यमा हामी तिनजनाले चाहिँ एउटा काम गरेर टिमले गरेको काम छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया छोड्नु होला भन्दै हामी गीत पनि प्रस्तुत गर्दैछौँ र हजुरलाई शुभयात्रा पनि भन्न चाहन्छौँ है त। ल चौतारीमा पिपल र बर छ मलाई तिमी असाध्यै मन पर्छ ढुङ्गे धाराको लामाया पिराती बेग्लै पाराको पिपल र बर छ मलाई तिमी असाध्यै मन पर्छ ढुङ्गे धाराको